सानो केटाले बाटोमा आउँदै गरेको कार देख्यो। ऊ तुरुन्तै दौडिएर बाटोमा पुग्यो र हात हल्लायो। ड्राइभरले झ्याल खोल्यो। केटोले भन्यो, कृपया मेरो साथीलाई बचाउनुहोस्। उनको साइकल त्यो ढुङ्गामा ठोक्कियो र उनी घाइते भइन्। मानिसले हेर्यो र तिरस्कारपूर्वक भन्यो, के तिम्रो साथी अन्धी थिए? ढुङ्गा देखिन? केटो केही बेर चुप रहेर भन्यो, ठिक छ, तर कम्तीमा त्यो ढुङ्गा हटाइदिनुहोस्, अरू कोही घाइते नहुन। तर मानिसले आँखा घुमायो। मलाई ढिलो भइसक्यो भन्दै कार चलाएर गयो। ढुङ्गा हटाउन कोही पनि आएन र ढुङ्गा त्यही बाटोको बीचमा रह्यो। उही साँझ त्यो मानिस फोनमा थियो। म घर नजिकै छु बुबा। उसको छोरोले भन्यो, बुबा तिमी 2 वर्ष अघिदेखि विदेशमा थियौ नि, के तिमी पिएर फोन गरेका हौ? नाइ बाबा, यो त सरप्राइज भिजिट हो। त्यसै बेला तेज आवाज भयो, हेलो छोरा। तर कुनै जवाफ आएन। मानिस डरले बाहिर दौडियो। जब ऊ पुलमा पुग्यो, उसले एउटा कार किनारामा अड्किएको देख्यो। त्यो कार उसको छोरोको थियो। छोरोले त्यही ढुङ्गाबाट बस्न खोज्दा दुर्घटना भएको थियो। त्यो दिनपछि उसको जीवन बदलियो। अब जब ऊ बाटोमा खाल्डो देख्छ, ऊ रोक्छ र पुर्न थाल्छ। जब ऊ फोहोर वा ढुङ्गा देख्छ, ऊ हटाउँछ। किनकि कहिलेकाहीँ जबसम्म त्यो कुरा हामीमाथि घट्दैन, हामीले ध्यान दिन सिक्दैनौं।